यो हो स्याङ्जा जिल्लाको वालिङ नगरपालिका स्थित गढीभन्ज्याङ गाउँ। यहाँका किसानहरूले पुस्तौदेखि नै आफ्नो परम्परागत बाली प्रणालीलाई जोगाइरहेका छन्। गढीभन्ज्याङका बारीहरूमा तपाईँले कोदो, अडर, बोडी, फर्सी र अरू धेरै बाली एकै ठाउँमा फलिरहेको देख्न सक्नुहुन्छ। यो अन्तर खेती प्रणालीले भूमिको उपयोग बढाउँछ र माटोको उर्वरता पनि कायम राख्छ। घर घरमा बाख्रा र भैँसी पनि छन्। तिनको गोबर खेतमा प्रयोग हुन्छ, जसले रासायनिक मलको सट्टा माटोको प्राकृतिक शक्ति बढाउँछ। यस्ता स्थानीय अभ्यासहरूले माटोको संरक्षण, जैविक विविधता र वातावरणीय सन्तुलनलाई सुदृढ बनाएका छन्। गढीभन्ज्याङका किसानहरूले देखेका छन् परम्परागत ज्ञान र आधुनिक सोचको सङ्गमले नै टिकाउ कृषि प्रणाली सम्भव हुन्छ। यही अभ्यासका कारण यस गढीभन्ज्याङ गाउँमा माटो मात्र होइन, जीवन पनि उब्जन्छन्।